निकै नै राम्रो प्रहार जर्सी नम्बर 5 का खेलाडीबाट एक अङ्क जोड्न सफल भएको छ सत्रसरी गाउँपालिका वडा नम्बर 2। निकै नै राम्रो ब्लक जर्सी नम्बर 5 का खेलाडीबाट फेरि पनि एक अङ्क जोड्न सफल। एक अङ्क जोड्न सफल वडा नम्बर 7 1-2। बल राइट हुन पुग्यो जर्सी नम्बर 5 का खेलाडीबाट निकै नै राम्रो उत्कृष्ट प्रदर्शन फेरि पनि एक अङ्क जोडेर अङ्क 3 पुर्याएको छ भने फाइनल गेम हो यो। बल राइट हुन पुग्यो यसको फाइदा वडा नम्बर 7 भर्सेस वडा नम्बर 2 सत्रसरी गाउँपालिका सल्यानको 8औं अध्यक्ष कप तथा 8औं राष्ट्रपति रनिङ सिल तथा 5औं अध्यक्ष कप प्रतियोगिताको फल हुनु पुग्यो फेरि पनि एक अङ्क जोड्न सफल वडा नम्बर 2 अङ्क रहेको छ 5-2। बल आउट हुनु पुग्यो यसको फाइदा वडा नम्बर 7 लाई फेरि एक अङ्क जोड्न सफल वडा नम्बर 7 ले अङ्क पुर्याएको छ 3-5। निकै नै राम्रो प्रहार 7 नम्बरबाट एक अङ्क जोड्न सफल 4-5। यो चाहिँ फाइनल गेम हो। वडा नम्बर 7 ले कमब्याक गर्दैछ बल पट्टी नेट कट्न सकेन यसको फाइदा वडा नम्बर 2 लाई वडा नम्बर 2 ले फेरि पनि एक अङ्क जोडेर 6 पुर्याएको छ 6-4। निकै नै उत्कृष्ट खेल प्रस्तुत गर्दै जर्सी नम्बर 8 का खेलाडी आफ्नो टिमलाई महत्त्वपूर्ण एक अङ्क जोड्न सफल भएका छन् 5-6। बल सम्भवतः आउट हुन पुग्थ्यो तर पनि खेलाडीले जोखिम उठाएरै भए पनि बल रिसिभ गरेका छन् र निकै नै उत्कृष्ट खेल प्रस्तुत गर्दै वडा नम्बर 2 का खेलाडी एक अङ्क जोडेर 7 पुर्याएका छन् 7-5। सर्भिस आउट हुन पुगेको छ यसको फाइदा वडा नम्बर 7 लाई वडा नम्बर 7 ले एक अङ्क जोडेको छ 6-7। यो सँगसँगै अब निकै नै उत्कृष्ट शट प्रहार गर्दै जर्सी नम्बर 9 का खेलाडी
एक अङ्क जोड्न सफल 8-6। नौ 6 अङ्क पनि 9। सर्भिस गर्ने मान्छेको जर्सी नम्बर पनि 9। जर्सी नम्बर 5 को खेलाडीबाट फोल हुन पुगेको छ। एक अङ्क जोड्न सफल वडा नम्बर 7। वडा नम्बर 7 को 7 रहेको छ। 7-9। निकै नै उत्कृष्ट स्पाइक प्रहार गर्दै फेरि पनि एक अङ्क जोड्न सफल। अङ्क रहेको छ 10-7। निकै नै राम्रो जर्सी नम्बर 4 का खेलाडीबाट निकै नै राम्रो स्पाइक प्रहार गर्दै आफूलाई महत्त्वपूर्ण एक अङ्क जोड्न सफल भएका छन्। स्कोर रहेको छ 8-10। गणेश बुढाथोकी सर्भिसमा निकै नै राम्रो हुन सक्थ्यो तर बल आउट हुनु पुगेको छ। यसको फाइदा फेरि पनि वडा नम्बर 7 लाई एक अङ्क जोडेको रहेको छ। 9-10 पछ्याइराखेको देख्न सक्छौँ हामी स्कोरमा। दुवै टोलीहरूको निकै नै उत्कृष्ट गेम छ। एक अङ्क जोड्न सफल जर्सी नम्बर 5 का खेलाडी फेरि पनि एक अङ्क जोडेर 11 पुर्याएको छ। एकदमै उत्कृष्ट फेरि पनि जर्सी नम्बर 4 कै खेलाडीबाट फेरि पनि एक अङ्क जोड्न सफल। बल कट्न सफल भएन। स्कोर रहेको छ 11 बराबर। 11 बराबर। बल आउट हुन सक्यो। यसको फाइदा वडा नम्बर 2 लाई 12-11। खेल निकै नै रोमाञ्चक छ। फेरि पनि बल आउट हुन पुगेको छ। फेरि पनि एक अङ्क जोड्न सफल वडा नम्बर 2 13-11। बल मिटिराखेको छैन। फेरि पनि एक अङ्क जोड्न सफल वडा नम्बर 2 14-11। बल राइट पुगेको छ जर्सी नम्बर 4 का खेलाडीबाट फेरि पनि निकै नै उत्कृष्ट स्पाइक प्रहार गर्दै आफ्नो टिमलाई महत्त्वपूर्ण एक अङ्क जोड्न सफल भएका छन्। 12-14। निकै नै राम्रो जर्सी नम्बर 9 बाट हुन सक्छ सम्भवतः। निकै नै राम्रो खेल प्रस्तुत गरिराखेका छन् वडा नम्बर 2 बाट। यो जर्सी नम्बर 4 बाट निकै नै राम्रो उत्कृष्ट फेरि पनि एक अङ्क जोड्न सफल। 16-12। फाइनल खेल हो यो।
टाइम आउट लिएको छ वडा नम्बर 7 ले। बल कट्न सफल भएन। निकै नै राम्रो उत्कृष्ट खेल प्रस्तुत गर्दै खेलाडी वडा नम्बर 2 का एक अंक जोड्न सफल वडा नम्बर फेरि पनि उत्कृष्ट जर्सी नम्बर 5 का खेलाडीबाट उत्कृष्ट खेल प्रस्तुत गर्दै महत्त्वपूर्ण एक अङ्क जोड्न सफल भएका छन्। आफ्नो टिमको लागि 21 पुर्याइसकेका छन् र वडा नम्बर 7 ले अङ्क पछ्याउने क्रममा रहेको छ। बल राइट फेरि पनि 22 Case Mangal, ward number 7, ward number 3 Case, ward number 7 Mangal. Please, ward number 7, Sora Case. Sora Case.
पहिलो सेटको गेम जित्न सफल वार्ड नम्बर 2 25 का दिनको 25 वार्ड नम्बर 2 ले पहिलो सेट अनुकी फर्स्ट देखिको भूमिका निर्वाह गरिरहेको छ नवीन पुनमानिस सेकेन्ड देखिन हुनुहुन्छ परम पुन त्यसै गरी लाइन जग्गा हुनुहुन्छ समान केसी र नवीन जोथकी निकै राम्रो प्रयास थियो तर बल गर्न सकेन यसको फाइदा वार्ड नम्बर 2 लाई 1-0 तर आउट हुन गएको छ यसको फाइदा वार्ड नम्बर 7 लाई स्कोर 1-1 बराबर निकै राम्रो सफल प्रहार वार्ड नम्बर 2 बाट अनि स्कोरलाई 1 तथा 2 भित्राउन सफल वार्ड नम्बर 2 2-1 निकै राम्रो प्रयास थियो तर बल गर्न सकेन यसको फाइदा वार्ड नम्बर 2 लाई वार्ड नम्बर 2 को स्कोर रहेको छ 3 भने वार्ड नम्बर 7 1 यहाँहरूमा मैले अघि नै जानकारी गराइसकेको छु खेल चाहिँ जस्तो फ्री नै रहनेछ भनेर खेलाडी मित्रहरूले ध्यान राख्नु होला जस्तो फ्री नै रहन्छ खेल चाहिँ वार्ड नम्बर 7 को वार्ड नम्बर 2 को 4 भने वार्ड नम्बर 7 1 वार्ड नम्बर 7 बाट आफ्नो स्कोर 1 बाट 2 बनाउन सफल वार्ड नम्बर 7 2 भने वार्ड नम्बर 2 4 निकै राम्रो सरोज निकै राम्रो डिफेन्स फेरि पनि राम्रो प्रयास थियो तर बलले गाडी पुग्न पुग्यो फाइदा वार्ड नम्बर 7 लाई वार्ड नम्बर 7 को 3 अंक रहेको छ भने वार्ड नम्बर 2 को 4 3-4 निकै राम्रो प्रयास थियो तर बल गर्न सकेन यसको फाइदा वार्ड नम्बर 7 लाई स्कोर रहेको छ 4 बराबर सङ्केत हामीले पाएका छौँ जसको फाइदा वार्ड नम्बर 7 लाई वार्ड नम्बर 7 ले कन्टिन्यू आफ्नो अङ्क तर्दै 1 अङ्क अगाडि लिएको छ 5-4 दुई राम्रो प्लेस गर्दै आफ्नो अङ्क पर्न सफल वार्ड नम्बर 2 5 बराबर केमल हरार जुरे निकै राम्रो शट
बल टप्पा सकेन वार्ड नम्बर 7 लाई यसको फाइदा रहेको छ वार्ड नम्बर 7 को स्कोर रहेको छ 6 भने वार्ड नम्बर 2 5 वार्ड नम्बर 7 एक अङ्कले अर्को दिइरहेको छ निकै राम्रो जर्सी नम्बर 4 बाट आउने स्पाइक प्रस्तुत गर्दै आउनुहुन्छ 6 बराबर वार्ड नम्बर 7 6 वार्ड नम्बर 2 6 निकै साथीहरूमा प्लेस गर्दै आउने स्कोर रहेको सफल वार्ड नम्बर 7 वार्ड नम्बर 7 को स्कोर रहेको छ 7 भने वार्ड नम्बर 2 को 6 7 6 निकै राम्रो सफल गर्दै आफ्नो स्कोर खेल्न सफल वार्ड नम्बर 2 7 बराबर निकै चलाखीपूर्ण प्लेस गर्दै आफ्नो स्कोरलाई थप्न सफल वार्ड नम्बर 7 वार्ड नम्बर 7 ले अङ्क टाइगर लिएको छ स्कोर रहेको छ वार्ड नम्बर 7 को 8 भने वार्ड नम्बर 2 को 7 निकै राम्रो डिफेन्स वार्ड नम्बर 2 बाट सफल भएको छ डाउन पाएको छ यसको फाइदा वार्ड नम्बर 2 लाई वार्ड नम्बर 2 को स्कोर 8 रहेको छ भने वार्ड नम्बर 7 को 8 बराबर निकै प्रतिस्पर्धाले गरिएको छ एकपटक रोमाञ्चक प्रहार गर्दै उत्कृष्ट शट प्रहार गर्दै वार्ड नम्बर 2 ले एक अङ्क थप्दै आफ्नो स्कोरलाई 9 पुर्याएको छ 9-8 बल बच्चा सकेन यसको फाइदा वार्ड नम्बर 7 लाई फेरि पनि वार्ड नम्बर 7 ले आफ्नो अङ्कलाई बराबर ल्याउन सफल र स्कोर रहेको छ 9 बराबर निकै राम्रो तेज स्ट्राइक जर्सी नम्बर 14 बाट आफ्नो स्कोरलाई 9 बाट 10 बनाउन सफल वार्ड नम्बर 2 10-9 निकै राम्रो चलाएको खेल खेल्नुभयो वार्ड नम्बर 2 को खेलाडी मित्र वार्ड नम्बर 7 को खेलाडीलाई जिताउँदै आफ्नो स्कोरलाई 11 बनाउनुभएको छ 11 रन हो वार्ड नम्बर 7 10 वार्ड नम्बर 2 11 खेल निकै रोचक रूपले अगाडि बढिरहेको छ प्रतिस्पर्धाले अगाडि बढिरहेको छ निकै राम्रो उत्कृष्ट शट प्रहार गर्दै वार्ड नम्बर 2 ले फेरि पनि आफ्नो अङ्कलाई एक अङ्क जोड्दै 12 पुर्याएको छ त्यसै गरी वार्ड नम्बर 7 को 10 12-10 यसको फाइदा वार्ड नम्बर 2 लाई वार्ड नम्बर 2 को 13 रहेको छ भने वार्ड नम्बर 7 10 टाइम आउट है वार्ड नम्बर 7 signature strike. यसले गर्दा signature strike जर्सी नम्बर 8 बाट वार्ड नम्बर 7 को स्कोर रहेको छ भने वार्ड नम्बर 2 को 13 11-13 हिमाल सुनारी भन्दा पनि करेक्ट सिग्नेचर स्ट्राइक रहेको छ
प्रहार आदिवासीबाट त्यस्तै स्कोर रहेको छ वार्ड नम्बर 2 को 14 भने वार्ड नम्बर 7 11 14 11 बल आउट गएको छ यसको फाइदा वार्ड नम्बर 2 लाई स्कोर रहेको छ वार्ड नम्बर 2 को 15 भने वार्ड नम्बर 7 11 निकै राम्रो छ वार्ड नम्बर 7 बाट आफ्नो स्कोरले घर 12 बनाउन सक्छ वार्ड नम्बर 7 12 15 निकै राम्रो पऱ्यो सेकेन्ड यसको फाइदा वार्ड नम्बर 7 लाई स्कोर रहेको छ वार्ड नम्बर 7 को 13 भने वार्ड नम्बर 2 15 13 15 बल का सेकेन्ड नम्बर 14 15 इसको फायदा नंबर 4 में स्कोर रहेको छ 15 बराबर और नंबर 7 भी पकड़ी को राम्रो कम्बेट गरेको छ फाइदा वार्ड नम्बर 4 लाई वार्ड नम्बर 4 दिएको लगातार दिएको छ 16 15 वार्ड नम्बर 7 तोरेको छ भने वार्ड नम्बर 2 15 रहेको छ एक अङ्कले लिड गरेको वार्ड नम्बर 7 को संजीवनी पाएका छौँ यसको फाइदा वार्ड नम्बर 2 लाई 16 बराबर वार्ड नम्बर 7 स्कोर रहेको छ भने वार्ड नम्बर 2 17 बाहिरमा गएको छ यसको फाइदा वार्ड नम्बर 2 लाई 18 स्कोर वार्ड नम्बर 2 ले 2 अङ्कले अगाडि लिएको छ अहिले निकै राम्रो सर्भिस वार्ड नम्बर 2 बाट आफ्नो स्कोरलाई उन्मेष पुर्याउन सफल वार्ड नम्बर 2 19 स्कोर सर्भिस वार्ड नम्बर 2 10 नम्बर 5 स्कोर रहेको छ वार्ड नम्बर 2 19 पनि वार्ड नम्बर 7 निकै राम्रो छ वार्ड नम्बर 7 बाट निकै राम्रो बोला इसको फायदा वार्ड नम्बर 4 लाई 17 19 निकै राम्रो तीर्थ साथ
में सिखावा वार्ड नंबर 2 लाई 2017 वार्ड 7 और 18 18 लक्की सेवन हुनुपर्छ विवाद में अलिक ननिकली होला रेफ्रीको हेर्नु पर्यो नि